दर्शकवृन्द नमस्कार। कार्यक्रम दृष्टि सन्देशको हाम्रो आजको नयाँ श्रृंखलामा यहाँहरूलाई हार्दिक स्वागत छ। म बिना शाही। कार्यक्रममा विशेष गरी हामी विभिन्न विशेषज्ञ डाक्टरहरूसँग विशेषतः आँखा स्वास्थ्य सम्बन्धी डाक्टरहरूसँग संवाद गर्दै आएका छौं। विशेष गरी सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो आँखा अस्पतालको रूपमा रहेको गेटा आँखा अस्पतालले प्रदान गर्दै आइरहेका सुविधाहरू र सुदूरपश्चिम प्रदेशको आँखा स्वास्थ्य क्षेत्रको अवस्था, सचेतनाको अवस्था र यहाँका बिरामीहरूले सहज रूपमा उपचार पाइरहेका छन् कि छैनन् भन्ने विषयमा हामी विशेष केन्द्रित गर्दै संवाद गर्दै आएका छौं। र यसै क्रममा आज हामीसँग स्टुडियोमा हुनुहुन्छ गेटा आँखा अस्पतालमा कार्यरत रहनुभएका नेत्ररोग विशेषज्ञ डाक्टर रमेश विक्रम केसी। उहाँसँग हामी अन्तर्संवाद गर्नेछौँ। स्वागत गरौँ। डाक्टर साहब, यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ। नमस्ते, मेरो नाम डाक्टर रमेश विक्रम केसी र म नेत्ररोग विशेषज्ञको रूपमा गेटा आँखा अस्पतालमा कार्यरत छु र सेवा पुर्याउँदै आइरहेको छु। हजुर, जस्तो डाक्टर साहबको अनुभव आँखा स्वास्थ्य क्षेत्रमा काम गरेको निकै लामो अनुभव पनि छ भनौँ होइन? तपाईको अनुभवले गेटा आँखा अस्पताल सँगसँगै समग्र नेपालमा एउटा आँखा सम्बन्धी कस्ता बिरामीहरू अर्थात् कस्ता समस्या बोकेका बिरामीहरूको संख्या चाहिँ बढी भेटाउनुहुन्छ? अब नेपालमा हेरिकन उमेर अनुसार हेऱ्यो भने फरक फरक छ, तर धेरै जस्तो हामी समग्र हेऱ्यो भने मोतीबिन्दु, दृष्टिदोष, जलबिन्दु र बच्चाहरूमा हेऱ्यो भने धेरै जस्तो कमनली देख्ने कन्जङ्टिभाइटिस भन्छौँ हामी, आँखा इन्फेक्सन पाके भन्थ्यो पहिला होइन, इन्फेक्सनहरू र बच्चाहरूको टेढोपन र हजुरको पर्दाको रोगहरू अनि हजुरको नानीको रोगहरू यस्तै रोगहरू धेरै नै देखिन्छ नेपालमा पनि, विदेशमा बाहिर जस्तै सेम। बढी यतातिर अलिकति बाहिरभन्दा फरक के छ भन्दा यहाँ चाहिँ हजुरको यो रिलेटेड रोगहरू बढी हुन्छ, हजुरको न्युट्रिसन रिलेटेड रोगहरू अलिक बढी हुन्छ बाहिरभन्दा। हजुर, जस्तो यहाँले उमेर अनुसार आँखामा देख्ने समस्या पनि फरक हुन्छ भन्दै गर्दा हामी बच्चाको कुरा गरौँ, जसलाई प्राय आँखामा के समस्या देखिरहेको छ अर्थात् आँखामा रोग छ भन्ने कुरा समेत पनि थाहा नहुन सक्छ होइन? बालबालिकाहरूमा देखिने समस्याहरू के हुन्छन्? कस्ता रोग चाहिँ बालबालिकामा देखिए? एकदम राम्रो प्रश्न गर्नुभयो। बालबालिकाहरूमा एकदम कमनली धेरै देख्ने रोगहरू भनेको हजुरको एउटा मोतीबिन्दु नै भयो, जलबिन्दु भयो, डेढोपन भयो, अनि त्यसपछि हजुरको यो आँखाको आइलिड ढक्कनी भनौँ त्यो तल लत्रिने अलिक तल हुने यस्तै रोग सँगसँगै कुनै एकदम विकराल रोगहरू पनि देखिन्छ बच्चाहरूमा है। अब भन्दाखेरि अब के कुरामा प्यारेन्ट्सहरू के कुरामा सतर्क हुनु पर्यो, शङ्का गर्नु पर्यो भन्दा बच्चाले एकदम नजिकबाट टिभीहरू हेर्दा नजिकबाट हेर्ने, पढ्दाखेरि नजिकबाट पढ्ने, टाउको यसो बाङ्गो गर्ने होइन, अनि राम्रोसँग इन्टरेक्सन नगर्ने, स्कुलमा राम्रो पर्फर्मेन्सहरू नहुने बच्चाको, यस्तै कुरा भयो भने चाहिँ आँखामा केही छ कि भनेर शङ्का गर्नु पर्यो। र हजुरको धेरै जस्तो अर्ली स्क्रिनिङ भन्छ। अर्ली स्क्रिनिङ भनेको अब नेपालमा गरिन्छ, हामी बच्चा जन्मेपछि हस्पिटलमै स्क्रिनिङ त्यो गर्नुपर्छ, किनभने 2-3टा बच्चामा स्पेसल्ली किन जरुरी छ भन्दा यो डेभलपिङ पिरियड हो, बढ्ने उमेर हो, अनि त्यही भएर बच्चाहरूको हजुरको आँखाले देखेपछि त्यो सिग्नल गएर ब्रेनमा सर्किट बनेर नेटवर्क बनाएको हुन्छ। अब त्यो बढ्दो उमेरमा यो सबै सर्किटहरू बन्दै गएको हुन्छ। यो बेलामा उसले दृष्टिको सेन्सेसन पाएन, मतलब केही कुरा देखेन अहिले भने यसलाई समयमा उपचार गरेन भने उसले कहिले पनि देख्दैन। सिम्पल भाषामा भन्दा अल्छी आइ भन्छ कि अल्छी आँखा भन्छौँ हामी। अब त्यसमा जस्तै सिम्पल के हुनसक्छ, अब ढक्कनी तल झरेको छ, आँखा टेढो छ होइन, या अब मोतीबिन्दु जस्तै त्यही केही चिज छ जसले उसलाई ढाकिरहेको छ भने समयमा उपचार पाएन भने उसले जिन्दगीभरि त्यो आँखा देख्न सक्दैन। त्यही भएर बच्चामा अलिक बढी सतर्क हुनुपर्छ। र अर्को 2-3टा रोगहरू छ। एउटा छ रेटिनोब्लास्टोमा भन्ने, त्यो आँखाको क्यान्सर हो। आँखामा पनि क्यान्सर हुन्छ, अब जनचेतना त्यति छैन। बच्चामा आँखाको क्यान्सर रेटिनोब्लास्टोमा भन्ने हुन्छ, त्यो समयमा उपचार पाइएन, पत्ता लगाउन सकिएन भने हामी जस्तो गरिब देशहरूमा 50% डेथ हुन्छ। मोर्टालिटी 50% भनेको 100वटा बच्चालाई भएको छ भने 50वटाको ज्यानै जान्छ। त्यो छुटाउनु पर्छ समयमा। र अर्को हजुरको रेटिनोप्याथी अफ प्रिमेच्युरिटी भन्छ, त्यो भनेको छिटो जन्मेको बच्चाहरू या धेरै अक्सिजन दिन परेको बच्चाहरूको पर्दाको रगतको नलीहरू बन्न पाएको हुँदैन। नबनेपछि अब पछि पर्दामा माग हुने भयो त्यो रगतको, त्यसले गर्दा नयाँ ब्लड भेसल्सहरू रगत नलीहरू बन्छ। तर त्यसले खराबी के गर्छ भन्दा तिनीहरूबाट ब्लिडिङ भइराख्ने, अनि त्यसले गर्दा हजुरको खुम्चिने, त्यो सबै भएर पर्दा उक्किने धेरै समस्याहरू आउँछ। त्यही भएर यस्ता 2-3टा कुराहरू छ जो छुटाउनु हुँदैन। त्यही भएर बच्चाहरूलाई यस्तो कुराहरूमा र हस्पिटल लगेर चेकअप गराउने कुराहरूमा अलि सतर्क नै हुनुपर्छ।
जस्तो डाक्टर साहबले एकदमै जटिल समस्या देखिन सक्ने सम्भावना पनि हुन्छ भन्दै गर्दा होइन जस्तो रोग लाग्नुभन्दा पहिले भनौँ अर्ली स्टेजमा देखिने सिम्टम्सहरू पनि त केही हुन्छ होला होइन तर बच्चाहरूलाई त प्रायः थाहा हुँदैन होइन मजाले आउने जाने खेल्ने डुल्ने गरिरहेको हामी देख्छौँ त्यो समयमा पनि त आँखामा समस्या देखिन सक्ने नर्मली पढ्दै गर्दा काम गर्दै गर्दा खाँदै गर्दा पनि त के इफेक्टहरू त हुन्छ होला नि त के लक्षण देखियो भने डाक्टर कहाँ आइहाल्ने अस्पताल पुगिहाल्ने अब यस्तो कस्तो भन्दा त्यो इमर्जेन्सी बच्चालाई आँखा दुख्यो यस्तोहरू भयो भने त हामी आइ नै हाल्छौँ तर कति कुराहरू कस्तो हुन्छ सटल साइन के त्यति झ्याप्प देखिएको हुन्न तर याद गर्नुपर्ने कुरा हुन्छ जस्तै बच्चाले घरिघरि आँखा माडेको माडाइ गरिरहेछ तर आँसु चुहिरहेछ बच्चाको आँखा हेर्दाखेरि अलिकति फरक छ सबभन्दा इम्पोर्टेन्ट चाहिँ सबभन्दा जरुरी हामीले भनिरहेको छौँ आँखाभित्र सेतो सेतोपन जस्तो देखियो भने आँखाभित्रपट्टि जस्तै बच्चाको फोटोहरू हेर्दाखेरि आँखा टल्केको जस्तो देखिने होइन अनि आँखा यसो आँखाभित्र निहालेर हेर्दा सेतो सेतो टल्किने जस्तो देखियो भने चाहिँ एकदम सतर्क भएर हस्पिटल गइहाल्नुपर्छ अस्पताल आइहाल्नु पर्यो जस्तो यो बिरामीको रेसियो हेर्ने हो भने बालबच्चाहरू जस्तो स्कुल स्क्रिनिङ प्रोग्राम पनि यहाँले भन्नुभयो अहिले त लेटेस्ट अलिकति त्यो अपडेटेड भएको डेभलप भएको हामी देख्छौँ विगतमा त खासै त्यो पनि थिएन सुदूरपश्चिममा अझै बेसी थिएन भनौँ होइन सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुर मात्रै त अलिकति विकसित जिल्ला छन् जहाँ सबैको धेरैको पहुँच छ धेरै क्षेत्रमा पहाडी जिल्ला धेरै छन् जस्तो भौगोलिक विकटता छ अशिक्षा छ होइन आर्थिक अवस्था कमजोर भएका कारणले गर्दाखेरि पनि यी सुविधामा पहुँच छैन क्या त्यहाँका बालबालिकाले पनि त आँखा स्वास्थ्य उपचार पाउनु पर्ला उहाँहरू अस्पतालसम्म कतिको आउनुहुन्छ नर्मल चेकअपको लागि रेगुलर चेकअपको लागि भनौँ न अब अहिले त राम्रो छ भनौँ अहिले त आउनुहुन्छ किनभने स्कुलहरूले पनि प्रोग्रामहरू कन्डक्ट गरिरहेको हुन्छ स्क्रिनिङ प्रोग्राममा जस्तै आँखा हस्पिटलबाट हामीसँग समन्वय गरेर बेला बेलामा गएर चेकअप राम्रो छ अहिले तर पहिलाको हेर्दाखेरि अहिले अब पहिलाको बच्चाहरू अहिले ठुलो भइसक्यो होइन अनि कति यस्तो बच्चाहरू आउँछ जसले अब मेरो आँखा ठिक हुन सक्दैन भनेर सोध्नुहुन्छ अब उनीहरू ठुलो भइसक्यो अब स्याडली दुःखद के छ भन्दा अब ठिक हुन सक्दैन भन्नुपर्छ किनभने समयमा तपाईँको उपचार हुन पाएन अब केही गर्न सकिँदैन त्यस्तो अवस्था हुन्छ तर अहिलेको हेर्दा चाहिँ राम्रै भन्नुपर्छ स्टिल इम्प्रुभमेन्ट गर्नुपर्ने यसलाई सुधार गर्नुपर्ने जरुरत त छ किनभने अझै पनि मान्छेहरू त्यति सचेतना त्यति राम्रो छैन कि आँखा भनेर त्यति आँखा संवेदनशील हो तर त्यो तरिकाको एउटा आवाज अझै पनि भइसकेको अवस्था छैन जानी भए मात्रै अलिकति उ भयो आँखा भनेर त्यति अझै पनि आइसकेको छैन सुधार आउन धेरै बाँकी छ आउनुपर्छ जस्तो हामीले बच्चाको कुरा गऱ्यौँ होइन जस्तो एउटा यङ एजको मान्छे तपाईँ हाम्रो उमेर समूहका भनौँ एउटा एडल्ट भइसकेका मान्छेहरूमा पनि त आँखाका समस्या थुप्रै देखिन्छन् होला जस्तो अहिले डिजिटल प्रविधिको कुरा गरौँ होइन विभिन्न कामहरूमा विथआउट डिजिटल इक्विपमेन्ट भनौँ होइन त्यो प्रविधिको उपस्थिति बिना त काम गर्नै असम्भव जस्तो पनि देखिया छ कि त्यसको बढी प्रयोग गर्दाखेरि पनि केही असर देखेला अर्थात् नर्मली अरू काम गर्दाखेरि पनि केही समस्या देखिन सकेला कस्ता समस्या चाहिँ बेसी देखिन्छ अब यस्तो छ एडल्टहरू भनौँ जुन वर्किङ ग्रुप छ एडल्टहरूको चाहिँ कस्तो छ भन्दाखेरि अहिलेको डाटा हेर्दाखेरि हजुरको 10 देखि 30% अफ एडल्टहरूमा केही आँखाको समस्या हुन्छ होइन जस्तै हजुरले भर्खरै भन्नु जस्तो अहिले कम्प्युटरहरूबाट स्क्रिन टाइम धेरै भएर हुने समस्याहरू छ त्यो सँगसँगै अरू पनि जस्तै हजुरको वर्क रिलेटेड हेजार्ड्स भन्छ कि काममा हुने चोटहरू धेरै आउँछन् जस्तै हजुरको इन्डस्ट्रीमा काम गर्ने मान्छेहरूको आँखामा त्यो केमिकलहरू परेर एसिडहरू परेर आउँछन् कति फेरि अब फार्मरहरू खेतको काम गर्ने मान्छेहरू त्यो दाउराहरूले चोट लागेर त्यस्तो चिजहरूको चोट परेर आउँछन् भने कति मेसिनरीहरूले डाइरेक्ट आँखामा ट्रमा डाइरेक्ट चोट लागेर आउँछन् अनि कति फेरि हजुरको यो ह्यामर युज गर्ने मान्छेहरू जो हुन्छ उनीहरूको त्यो ढुङ्गाको टुक्राहरू कडहरू अनि त्यसपछि हजुर फलामको टुक्राहरूले लागेर आउँछन् त्यस्तै हजुरको अनि यो युभी लाइटहरू छ एक्सपोजर जस्तै वाइल्डिङ गर्ने मान्छेहरू यिनीहरू सबैमा आँखाको समस्याहरू हुन्छ र कुनै चाहिँ इमिडिएट एटेन्सन चाहिने जस्तै हजुरलाई भनौँ एउटा दुईवटा पेसेन्टहरू कस्तो पनि आउँछ भन्दा त्यो फलामको टुक्री आएर आँखा पाल पारेर पछाडिसम्म पुगिसकेको पनि कन्डिसनहरू हुन्छ कि त्यो अनि कसैको त्यो एसिडले आँखा पतक्कै पुरै पग्लिसक्ने स्थिति पनि आउँछ अल्काली सिमेन्ट अब जस्तै कति मान्छेलाई थाहै हुँदैन सिमेन्ट भने अल्काली हो अल्काली भने एकदम आँखाको लागि नराम्रो त्यही भएर अलिअलि परे पनि तुरुन्त आउनु पर्यो इमिडिएटली के गर्न सकिन्छ भन्ने कुरो पनि म भनिदिइहाल्छु किनभने एक्सेस नहोला हस्पिटल होइन इमिडिएटली आँखामा जे परे पनि धुलो परोस् केमिकलहरू परोस् जे परे पनि तुरुन्त लगेर पानी धारा खोलेर धाराले खलल्ल सकिन्छ भने 20-30 मिनटसम्म पखाल्न दिने केमिकल परोस् धुलो परोस् जे परोस् त्यसपछि हामी हस्पिटल सिक गर्ने
र अर्को के गर्ने भन्दा यो हजुरको ढुङ्गाहरूसँग उछिटिने चिजहरूसँग काम गर्ने मान्छेहरू काम गर्नुपर्ने मान्छेहरू चाहिँ अहिले प्रोटेक्टिभ वेयर लगाएर गर्ने हामी कति भनिरहन्छौँ तर त्यति फलो गरेको देखिँदैन होइन लगाएर गर्ने त्यसले अब हजुरको आँखा बचाउँछ भने किन नलगाउने होइन यस्तो कुराहरू केयरफुल हुनुपर्छ एडल्टलाई अब बच्चाहरूमा पनि मैले अघि भनेको थिएँ सानो कुरा पनि जस्तै बच्चाहरूले देखे छैन कि भन्ने शङ्का लाग्यो भने चाहिँ ल्याइहाल्ने एडल्टहरूमा यस्तो चोटहरू छ भने हस्पिटल दौडाइहाल्नुपर्छ र अब अरू कुराहरू चाहिँ हजुरको प्रोटेक्सनको लागि अब फ्याक्ट्री लेभलबाट पनि इनिसिएसन हुनु पऱ्यो जस्तै त्यो अब केमिकलहरू छ भने त्यसलाई छुट्टै राखिदिने डेन्जर साइनहरू लगाएर त्यो वर्करहरूलाई चेतना गराउने यो केमिकल यो पऱ्यो भने यस्तो हुन्छ भनेर होइन त्यस्तोहरू पनि सबै गर्न सकिन्छ जस्तो डाक्टर साहबले इफ यी समस्याहरू देखिसक्यो भने इमिडिएटली अस्पताल आउने त भन्नुभयो तर हाम्रो समाजमा के छ भने जबसम्म समस्या जटिल हुँदैन होइन एकदमै ग्रसित हामी हुँदैनौँ तबसम्म अस्पताल नआइपुग्ने नजाने भन्ने परिवेश हामी अझै व्याप्त भेटाउँछौँ कि त्यस्तो बिरामीहरूले निकट भविष्यमा कस्तोसम्म एउटा समस्या भोग्न सक्छन् अर्थात् आँखाको समस्या कतिसम्म ग्रसित हुन सक्छ भन्ने कुराको जानकारी नभएर पनि होला कि केसम्म हुन्छ अब जे एकदम सही कुरा भन्नुभयो एकदम भन्न मन लागेको कुरा मलाई दुई तिनवटा केसहरूकै बारेमा म सब भनेरै कुरा गर्छु होइन एउटा केस म भन्छु एउटा फिमेल हुनुहुन्थ्यो होइन एडल्ट फिमेल लगभग 35 वर्षको अनि उहाँको आँखामा अलिअलि आइलिडमा गिर्खा आएछ होइन गिर्खा आयो अनि त्यही नजिकै जचाउनु भयो आँखाहरू थपाइदियो ठिक गयो यतिकै बस्यो गर्दा 5-6 महिना भइसक्दा पनि आउनु भएन हस्पिटल अनि 5-6 महिना भएपछि यो एकदम कुरूप हुन थालेपछि बल्ल हस्पिटल आउनुभयो आएपछि अब डायग्नोज गर्दा त क्यान्सर रहेछ हजुरको सिबेसियस सेल कार्सिनोमा भन्ने हुन्छ यो आँखाको ढकनीमा भएको क्यान्सर अब त्यो क्यान्सरको मोर्टालिटी रेट हजुरको 30 to 40% छ 100 जनामा 30 देखि 40 जनाको ज्यादै जान्छ होइन अनि अब त्यो अवस्थामा आउनुभयो छिटो छिटो अपरेसन गरियो सबै भयो होइन त्यस्तो अझै छ नेपालमा अब अर्को एउटा पेसेन्टको कुरा गर्छु उहाँको चाहिँ आँखामा चोट लागेको थियो भन्नुभयो अनि त्यसपछि अब यस्तै हजुरले भन्नुभयो यस्तै अब ठिक होला उसले रुमालले पुस्ने यताउति गरेर बस्नुभयो पछि आउँदा अब कस्तो स्थितिमा आउनुभयो भन्दा त्यो के गर्न मिल्ने त्यो आँखा निकाल्ने बाहेक अरू उपाय नै छैन विकल्पै रहेन अब आँखा निकालेर पत्थरको आँखा राख्ने बाहेक विकल्पै छैन त्यही कुरा समयमा आइदिएको भए त हुन्थ्यो नि त सबै ठिक हुन्थ्यो जस्ताको जस्तै नर्मल बनाउन सकिन्थ्यो त्यही भएर अब अलिकति हेलचक्राइ धेरै नै छ हामी नेपालीहरूमा जबसम्म अति नै हुँदैन हामी एकदम ढुक्का भएर बस्छौँ त्यसको फेरि आफैले भोग्नुपर्छ कि पछि त्यही भएर यस्तो कुराहरू धेरै सतर्कता गर्नुपर्ने चिजहरू आँखा छैन भने त संसार कसरी कल्पना गर्ने कसरी देख्ने सबै अन्धकारै भइहाल्यो होइन त्यसकारण आँखाको एउटा उपचार भनौँ हेरचाहमा चाहिँ हामी सबैले विशेष ध्यान दिनुपर्ने अवस्था छ भन्नु न मेरो एउटा खुट्टा छैन भने पनि ठिकै छ एउटा हात छैन भने पनि ठिकै छ तर मेरो आँखै छैन भने के गर्नु गाह्रो हुन्छ त्यसपछि हजुर जस्तो डाक्टर साहबले हामीले धेरै कुराहरू त गर्नुपर्ने कुराहरू अर्थात् भनौँ न के गर्न सक्छौँ समस्या देखिसक्यो भनेर हामीले कुरा गऱ्यौँ जस्तो कहिलेकाहीँ के हुन्छ हाम्रो यी समस्या जस्तो आँखामा कण पस्ने चिलाउने होइन अब त्यहाँबाट आँसु बग्ने लगायतका यी समस्या देखियो भने गर्ने कुरा त भन्यौँ हामीले के गर्न नहुने तत्काल हामी अब यहाँहरूको सल्लाह सुझाव बिना हामीले विभिन्न उपायहरू त अपनाएको रहेको देख्छौँ कि गाउँघरमा के नगर्ने विभिन्न अब यही कुरामा अस्ति भर्खरै आएको मलाई दुईवटा बिरामीको याद आयो हजुरको अब एउटा त अब थाहा छैन मलाई गाउँघरको के देखेको होइन आँखामा के चिलायो भनेर एउटा प्लान्टको कुन प्लान्ट हो अब त्यसको चोप हाल्नुभएछ आमाले होइन त्यो चोपले अब एकदम नराम्रो रियाक्सन भयो आँखामा एलर्जिक हुन्छ नि एकदम नराम्रो रियाक्सन भयो अनि त्यसपछि लिएर आउनु सोद्धाखेरि के भयो पुरै यो कर्निया भन्छ नानी पुरै गइसकेको अवस्था थियो के भयो के गर्नुभयो भनेर सोद्धा आँखा एकदम चिलाइ गरेको थियो अनि अरूले भनेर कसले भनेर आँखामा चोप हालेको भयो यस्तो गर्नु भयो भने त्यो चोप के हो त्यसमा के छ के मिसेको छ के केमिकल छ आँखालाई के असर गर्छ थाहा नपाइकन त्यो हाल्नु त होइन अब त्यस्तो गर्नु भएन अब अर्को कुरा कति अब मार्केटमा आई ड्रपहरू पाइन्छ कि स्टेरोइडहरू सबभन्दा स्पेसली किन स्टेरोइड भन्यो भन्दा स्टेरोइडले धेरै जस्तो चिजलाई ठिक गरिदिन्छ कि दुखाइलाई ठिक गरिदिन्छ रातोपनलाई ठिक गरिदिन्छ त्यो भएपछि अब के हुने थाहा नभएको मान्छेले पनि बेच्ने मान्छेहरू पनि भन्छु म नेपालमा कानुन त्यस्तो टाइट छैन जसले पनि औषधि बिक्री गरिरहेको हुन्छ कति ठाउँमा सबैमा होइन अनि उनीहरूले अब
ठिक हुन्छ भनेर त्यो वितरण गरिदिन्छ होइन मान्छेहरू पनि अब त्यो लगाए रातो पनि ठिक भएको छ दुखाइ ठिक भएको छ सन्चो भयो भनेर त्यो लगाइराख्छन् रोग सन्चो भएको हुँदैन एकछिन समस्या के हो त्यो थाहा छैन एकछिनलाई मात्रै रिलिफ सिम्टम रिलिफ भएको हुन्छ दुखाइ कम भएको हुन्छ प्लस त्यसको फेरि अरू असरहरू भइरहेको हुन्छ हजुरको त्यो स्टेरोइडले गएर मोतीबिन्दु जलबिन्दुहरू गराएको हुन्छ त्यो मात्रै नभएर शरीरमा पनि स्टेरोइडले धेरै असरहरू गराएको हुन्छ अब त्यो भने एकदम स्पेसल केयर स्पेसल सिचुएसनमा दिने औषधि हो होइन त्यही भएर अब सकेसम्म यसरी सतर्कता अपनाउनु पर्यो जहाँ जे लिएर आँखामा हाल्ने त्यस्तो गर्नु भएन जस्तो डाक्टर साहबले यसरी भने जसरी नै हो यो कुराहरू के छ भने हाम्रो गाउँघरमा हामी धेरै घरमा देख्छौँ कि एउटाले प्रयोग गरिरहेको औषधि त्यही औषधि 3-4 जना अरू घरै पिक्सी अरूले पनि त्यही युज गरिरहेको हामी देख्छौँ कि होइन हजुर त्यही त औषधि फरक हो त्यसको काम फरक हो त्यसको असर फरक हुन्छ अब त्यहाँ घरमा छ भन्दैमा माग्यो लगाइदियो त्यस्तो गर्नु भएन होइन जबसम्म केही हुँदैन त ठिकै छ केही भयो भने अब के गर्ने होइन त्यही भएर सानो सानो कुराहरू जस्तो लाग्छ तर अलिक ठुलै कुरा हो यिनीहरू याद गर्नुपर्ने कुराहरू हजुर जस्तो योसँगै हामी एउटा प्रविधिको प्रयोगको पनि कुरा गरौँ डिजिटल होइन भनौँ न कम्प्युटर फोन यो मोबाइल फोनहरू ल्यापटप्सहरू हामी सबै प्रयोग गर्छौँ दिनमा 12 घण्टाभन्दा बेसी नै हामी युज गरेर वर्किङ टाइमभन्दा एक्स्ट्रा पनि हामी युज गरेर हुन्छौँ होइन त्यसको बढी प्रयोगले पनि त आँखामा असर पक्कै गर्छ होला नि के गर्ने होइन गर्छ एकदम गर्छ है अब अहिले त जमानै त्यस्तै भएपछि डिजिटलाइज जस्तो भएपछि बच्चादेखि बुढा मान्छेसम्म सबैले युज गर्नुपर्छ भन्ने नै छ त्यो है त्यसलाई अब के अब दुईटा रुल भनेर निकालेको छ 2020 रुल र थिङ्क एन्ड ब्लिङ्क 2020 रुल भनेको कस्तो भन्दा 20 मिनट स्क्रिनमा काम गरेपछि रेस्ट गर्ने एटलिस्ट 20 सेकेन्ड भनौँ न 20 सेकेन्डको लागि रेस्ट गर्ने टाढा हेर्ने यताउति हेर्ने आँखा चिम्निने त्यो गर्नु पऱ्यो त्यसलाई 2020 रुल भन्यो 20 फिट टाढा हेर्ने 20 मिनट काम गरेपछि र 20 सेकेन्ड जति रेस्ट गर्ने भनेर अर्को छ हजुरको थिङ्क एन्ड ब्लिङ्क भनेको चाहिँ कम्प्युटरमा काम गर्ने मान्छेहरूले जति इन्टर दबाइन्छ आँखा चिम्निने बानी गर्ने त्यसलाई एउटा रिफ्लेक्समै बनाउने आफ्नो जति इन्टर दब्छ आँखा चिम्निने त्यो गऱ्यो भने पनि अलिकति सिम्टम्सहरू कम हुन्छ र जे जसो गरे पनि सकभर चाहिँदा मात्रै युज गर्ने र अब युज नगर्दाखेरि चाहिँ आउटडोर्स एक्टिभिटिजहरू बाहिर निस्किने यताउति हेर्ने होइन आँखालाई रेस्ट दिने यो सबै गर्नु पऱ्यो अब कति त कामले गरिन्छ कति यतिकै टाइम पासको लागि पनि त युज गरिन्छ नि होइन अब त्यसमा अलिकति हुनु पऱ्यो धेरै असर गरिरहेको हुन्छ अब जस्तै अहिले हेर्दाखेरि हजुरको बच्चाहरूमा देख्ने मायापिया भन्छ कि मायापिया भनेको टाढाको देख्न नसक्ने अब टाढाको देख्न नसक्ने त्यो एकदम बढ्दै गएको छ एउटा कारण यो पनि भयो खालि नजिक हेरेको छ आँखालाई टाढाको हेर्ने त्यो मसलहरूको उनी भएको छैन अनि ऊ बिस्तारै गएर टाढाको देख्नै गाह्रो हुने समस्या आउनु जान सक्छ त्यही भएर अलिक कम गर्न पर्यो सकेसम्म समय जस्तो यहाँले 2020 रुल्स पनि भन्नुभयो होइन बिङ्क यी कुराहरू चाहिँ हामीले रेगुलर उपयोग गर्दाखेरि आँखाको समस्या देखिनबाट अलिकति बस्न चाहिँ हामी सक्छौँ अलिकति हजुर केही सुरक्षित चाहिँ हुन्छ भनौँ हजुर जस्तो हामी उमेर समूहको कुरा गरिरहेका छौँ अहिले अब वृद्धको पनि कुरा गरौँ होइन ओल्ड एजमा त अब उसै पनि धेरै समस्याहरू धेरै रोगहरू लागिरहेको देख्छौँ हामी आँखामा देखिने समस्याहरू कमन हुन्छन् या कस्ता प्रकृतिका बिरामीहरू चाहिँ बढी आउनुहुन्छ वृद्धको कुरा गर्नु वृद्धहरूको पनि हजुरले प्रिभेलेन्सको कुरा गरौँ भने हामी 30 जनाभन्दा बढी वृद्ध मानिसहरूमा केही आँखाको रोगहरू हुन्छ होइन अब हामीले सबसे कमन देख्ने रोगहरू भनेको मोतीबिन्दु भयो जलबिन्दु भयो त्यसपछि आएर हजुरको यो नानीको रोगहरू पनि हुन्छन् अनि त्यसपछि पर्दाको हजुरको प्रेसरले सुगरले पर्दामा हुने रोगहरू त्यो रोगहरू हुन्छ र पछि उमेर बढ्दै गएपछि हजुरको पर्दाहरूमा एआरएमडी भन्छ कि एज रिलेटेड डिजेनेरेसन भन्छ उमेरले गर्दा पर्दाहरू सबै डिजेनेरेट भएर बिग्रेर जाने यस्तो समस्याहरू बढी देखिन्छ वृद्धहरूमा चाहिँ जस्तै प्रेसर र सुगरका कारणले गर्दाखेरि पनि वृद्धमा समस्या आउँछ भन्दै गर्दा यो समस्या अहिले जो यो दुईटा रोग छन् प्रेसर र सुगर यसका पेसेन्टहरू अहिले नेपालका प्रत्येक घरै पछि भेटिन्छन् कि यो उमेर समूह हेर्दैन यो रोगले अहिले यङ एजमा पनि तपाईँ हाम्रै उमेर समूहका युवा युवतीहरूले पनि यो समस्या भोगिरहेको हामी देख्छौँ कि अनि त्यो बिरामी भएका यो मानिसहरू पनि त अस्पतालसम्म आइपुग्न पर्ला नि आँखा परीक्षणको लागि आउनुहुन्छ कि आउनुहुन्न यस्तो छ अब त्यसमा कति आउनुहुन्छ भनौँ कतिको चाहिँ एकदम लेट भएर अब आँखा देख्नै नसक्ने भएपछि बल्ल आइपुग्नुहुन्छ नेपालमा धेरै जसो त्यो अवस्थामा बल्ल आइपुग्नुहुन्छ अब प्रेसर सुगर भन्ने यस्तो रोग हो जसले शरीरको हरेक अङ्गलाई असर गरिरहेको हुन्छ डाउन द लाइन
त्यसले सबै अङ्गलाई अलिअलि असर गर्दै 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 आएको हुन्छ है। त्यस्तै आँखामा पनि गरिरहेको हुन्छ। अब जनचेतना अझै पनि छैन, आँखा पनि चेक गराउनुपर्छ भनेर। अनि कति चाहिँ हाम्रो फिजिसियन डाक्टर साहबहरूले आँखा चेक गराउनु जानु भनेर पठाएपछि बल्ल आइपुग्नु भएको हुन्छन्। कति चाहिँ अब देख्नै छोडेपछि बल्ल आइपुग्नु भएको हुन्छ। त्यही भएर प्रेसर सुगर भएको मानिसहरूले सबसे त प्रेसर र सुगरलाई कन्ट्रोल, एकदम स्ट्रिक्ट कन्ट्रोल बेला बेला मोनिटर गर्नु पऱ्यो, कन्ट्रोलमा राख्नु पऱ्यो। र 6 महिनामा चाहिँ अनिवार्य आँखा जचाउन जानैपर्छ। हजुरको पर्दाको जाँच 6 महिनामा गर्नैपर्छ प्रेसर सुगर छ भने। मानिसले स्वस्थ जीवनशैली अपनाउनको लागि खानपिनलाई चाहिँ विशेष ध्यान दिनुपर्छ भनौँ होइन। खानपिनको विशेष प्रभाव हुन्छ। अरू शरीरका अङ्ग त छन् नै, त्योसँगै एउटा आँखालाई स्वस्थ राख्नको निम्ति खानपिनमा के खाँदा राम्रो होइन, के नखाने भन्ने कुराहरू जस्तो पनि होलान्। के खाँदा राम्रो, नखाने कुराको पनि हामी कुरा गरौँला। अब यस्तो छ, आँखा पनि शरीरको अङ्ग नै भयो। त्यही भएर हजुरको शरीरलाई हुने हेल्दी चिजहरू जे छ त्यसले आँखालाई पनि राम्रो। जस्तै सबभन्दा राम्रो त हामी जहिले पनि रिकमेन्ड फ्रुट्स एन्ड भेजिटेबल्स होइन। अनि त्यसपछि आएर ऊहरू पनि चाहिन्छ हजुरको मिट प्रडक्टहरूमा, यस्तै लिभरहरूमा, फिसहरूमा चाहिँ भाइटामिन पाइन्छ। त्यही भएर फ्रुट्स एन्ड भेजिटेबल्स अनि एनिमल सोर्सको प्रोटिनहरू पनि यो सबै आँखाको लागि राम्रो हुन्छ। हामीले खाने कुरा गऱ्यौँ होइन। जस्तो धुम्रपान मद्यपान गर्ने मान्छेहरू पनि थुप्रो हुनुहुन्छ हाम्रो समाजमा, नेपाली समाजमा होइन। अझ घरै पछि त धेरै पाउँछौँ भनौँ होइन। त्यस्ता मानिसहरूमा पनि त आँखाको समस्या देखिन्छ होला। के छ त्यो खाँदाखेरि कस्तो असर गर्ने होइन, ती खाने मान्छेहरू रेगुलर चेकअप गर्ने नगर्ने के हुन्छ यस्तो? अब त्यो त एकदम बन्दै गर्नु पऱ्यो है। शरीर सबैमा असर गरे जस्तै आँखामा पनि असर गर्छ। हजुरको कतिवटा रोगै छ, एउटा अप्टिक न्युरोप्याथी भन्छ। अप्टिक न्युरोप्याथी भनेको आँखाको नसा, त्यो आँखाको नसालाई ड्यामेज गरिदिन्छ। हजुरको शरीरको अरू नसालाई नि गर्छ, आँखाको नसालाई नि गर्छ। त आँखाको नसा ड्यामेज भएपछि त झन् ठुलो इफेक्ट भयो कि। नसा सानो छ तर दृष्टिमै समस्या आउने भयो। त्यही भएर अब अर्को छ अल्कोहलले त्यो ड्यामेज गर्छ। र अर्को एउटा जरुरी कुरा मिथेनोल भन्ने हुन्छ कि, त्यो भने कहिले कहिले गाउँघरमा रक्सी बनाउँदाखेरि गल्ती भएको हुन्छ कि, त्यो गल्ती भएर त्यसको बिग्रेको भनौँ न, बिग्रेको खालको मिथेनोल भन्ने खायो भने त उत्तिखेरै मान्छे अन्ध हुन्छ। कति रिपोर्टेड केसहरू छ। यही म विराटनगरमा हुँदा पनि एकचोटि 10 जना मान्छेलाई लिएर आयो। के भयो, सबै 10 जनाले के गरेछन् भन्दा त्यो रक्सी खाएर रहेछन् एक ठाउँको, त्यो बिग्रिएर रक्सी खाएर हजुरको 10 जनामा 3 जनाको त ठिक गर्नै सकिएन, अन्ध नै हुनुभयो। गयो। त्यही भएर अब सतर्क हुनु पऱ्यो। अब चुरोटहरू पनि खानु भएन। चुरोटले नसाहरू सुकाइदिन्छ, आँखाको त्यो ब्लड सप्लाई गर्ने नलीहरू सबै सुकाइदिन्छ। त्यही भएर रक्सी चुरोट त खानु भएन। हजुर, जस्तो हाम्रो गेट आँखा अस्पतालले भनौँ सुदूरपश्चिम प्रदेश अब छिमेकी राष्ट्र भारत लुम्बिनी प्रदेश कर्णाली प्रदेशका बिरामीलाई त हेरि नै रहेको छ होइन। विशेष गरी सुदूरपश्चिम प्रदेशका सबै बिरामीहरूको एउटा सहज पहुँच होस् होइन, सबै बिरामीले चाहिँ उपचार पाउनु भनेर सङ्घर्ष निरन्तर गरिरहेको छ। त्यसमा यहाँहरूको विशेष हात छ भनौँ होइन। सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा आई क्याम्पहरू होइन, निःशुल्क शिविरहरू आयोजना गरिरहन्छ। त्यो समयमा मलाई लाग्छ तपाईँ पनि प्रत्यक्ष स्थलमा जाने अवसर पाउनु भएको छ होला। त्यहाँको जनचेतनाको अवस्था कस्तो पाउनुहुन्छ? कतिको सचेत छन् जनताहरू? अब त्यसलाई कसरी भन्नु, अब कति मान्छेहरूमा जनचेतना छ, कतिमा चाहिँ अझै पनि छैन। अब त्यसरी गएर सेवा दिँदा पनि उहाँहरू नै अलिकति हिचकिचाउनुहुन्छ कि यो गर्नै पर्ने भएको छ हजुरको, गर्नै पर्छ भन्दा पनि नगरौँ क्या हो त्यस्तो होइन। तर अब एक लेभलमा एक हिसाबले चाहिँ जनचेतना छ। उहाँहरू कोअपरेटिभ हुनुहुन्छ, कति मद्दत गर्नुहुन्छ, जे कुरा के चाहियो हामीलाई भनेर राम्रो सत्कार गर्नुहुन्छ, छ भन्छु म जनचेतना। समग्रमा जनचेतना अभाव जुन विगतमा थियो त्यो चाहिँ अवस्था अहिले छैन, समग्रमा परिवर्तन भइराखेको छ। अनि अब उहाँहरू खुसी हुनुहुन्छ, राम्रो सत्कार गर्नुहुन्छ, सबै कुरा भने अनुसार गर्नुहुन्छ, छ अहिले राम्रो छ भन्छु म। हजुर, जस्तो हाम्रो स्रोत साधनले, हाम्रो जनशक्तिले जो गेटाले जो सङ्घर्ष गरिरहेको छ त्यो सङ्घर्ष अनुसारको प्रतिफल भनौँ होइन, त्यो लेभलको उपचार प्रदान गर्न सकिरहेको छ कि छैन? किनकि जस्तो यहाँलाई के लाग्न सक्छ भने सुदूरपश्चिमका विभिन्न स्थानमा भ्रमण गर्दै गर्दा हाम्रो यो जनशक्तिले यो स्रोत साधनले भ्याएन छ है, अलिकति अस्पतालको इफोर्ट पनि भनौँ न होइन, अलिकति हामी अझ सक्रिय हुनुपर्ने हो कि जस्तो फिल हुन्छ? अब यस्तो छ, त्यसमा नेपालकै सिनारियो हो होइन। अब जुन हेल्थ केयर वर्करहरू हामी कम नै हुन्छौँ
त्यसले गर्दा तर कम भए पनि सुविधा यहाँको राम्रो छ, एकदम राम्रो छ होइन। अब यही कुरा गर्दा गर्दै म नेपालको अप्थाल्मिक फिल्ड भनौँ न, आँखाको उपचारको कुरा पनि जोडिहालेँ। यतिको गरिब देश भइकन हाम्रो यो देशको आँखाको उपचारको स्तर एकदम राम्रो छ। हजुरको एक हिसाबले भनौँ विदेशसँग कम्पेरेबलै छ कि। जस्तै अब टेक्नोलोजीको हिसाब गऱ्यौँ भने अमेरिकाभन्दा हामी 2 वर्ष मात्रै पछाडि छौँ होला होइन। अनि अब म फेरि राम्रो राम्रो ठाउँको कुरा गर्दैछु, जस्तै तिलगङ्गा, हाम्रो गेटा, अनि त्यसै विराटनगरको हस्पिटलहरू, राम्रो राम्रो सेन्टरहरूको कुरा गर्दैछु होइन। यो हाम्रो राम्रो सेन्टरहरू चाहिँ विदेशसँग कम्पेरेबल उत्तिकै स्तरको छौँ लगभग होइन। अनि हजुरको उपचारको रिजल्ट जुन हुन्छ हाम्रो एकदम राम्रो छ। अनि त्यही भएर यो सबै कुरा हेर्दाखेरि अप्थाल्मिक फिल्ड नेपालको चाहिँ धेरै राम्रो छ। अब जस्तै सिम्पल तरिकाले भन्यो भने मेरो आफ्नो मान्छे कसैलाई आँखाको समस्या पऱ्यो भने भनौँ न विदेशमा हुनुहुन्छ भने म उहाँलाई रेकमेन्ड, उहाँहरूले सोध्नु भयो नेपालमा आम उपचार के छ भन्नु भने म एकदम आउनु, वी आर वान अफ द बेस्ट, नभए पनि वी आर नट बिहाइन्ड, हामी अरूभन्दा पछाडि छैनौँ भन्न सक्छु मैले होइन। अब त्यो टेक्नोलोजीको उसको अनि रिजल्ट एकदम राम्रो छ हाम्रो। अब म्यान पावर कम भए पनि जुन जति हाम्रोमा अपरेसनहरू हुन्छ, हामीले गरेको अपरेसनहरूको रिजल्ट, हामीले गरेको ट्रिटमेन्टको जुन रिजल्ट छ, आउटकम त्यो राम्रो छ, एकदम राम्रो छ। हजुर, जस्तो समग्रमा फलस्वरूप भनौँ त्यो परिवर्तन भएका कारणले गर्दाखेरि पनि छिमेकी राष्ट्र भारत भनौँ, अब स्वास्थ्यको क्षेत्रमा त नेपालभन्दा धेरै विकसित छ नि त भारत, तर आँखा उपचारको लागि गेटामा आउनुहुन्छ। जस्तो गेटामा आउने भारतका बिरामीको पनि कुरा गरौँ, ती भारतबाट आउने बिरामीहरू थुप्रो आउनुहुन्छ, विश्वास बोकेर आउनुहुन्छ, कस्ता प्रकृतिका समस्या लिएर आउनुहुन्छ? भारतको बिरामीहरू धेरै जस्तो एउटा त एकदम धेरै आउने भनेको मोतीबिन्दु भएको बिरामीहरू, जलबिन्दु भएको बिरामीहरू, पर्दामा समस्या भएको बिरामीहरू, र एकदम धेरै नानीमा, आँखाको नानीमा समस्या भएको बिरामीहरू एकदम धेरै आउनुहुन्छ। अब यहाँ गेटामा उता विराटनगरमा पनि थुप्रो बिरामीहरू मेन चाहिँ यही कम्प्लेनहरू लिएर आउँछन् र धेरै राम्रो सुविधा उपचार पाउँछन् भारतको अब भारतीय नागरिकहरूले पनि यहाँ, अनि विश्वास पनि गर्छन् र उनीहरूले आफू एकचोटि आएपछि आफ्नो सबै आफ्नो रिलेटिभ्सहरूलाई सबैलाई लिएर आउँछन्। र कति त फाइनल ओपिनियन लिनलाई म संसार धाइसकेँ, फाइनल एकचोटि मलाई लास्ट भनिदिनु यो के हुनसक्छ भनेर फाइनल ओपिनियन लिन पनि हाम्रोमा आउँछन् होइन। त्यो भने एउटा गर्वकै कुरा हो। जस्तो हामी अन्तिममा पनि छ होइन, अन्तिममा गर्मी मौसम सुरु हुँदैछ होइन, यो समयमा विभिन्न रोगहरू, सरुवा रोगहरू, नसर्ने रोगहरू पनि, एउटा रोगहरूको भनौँ न अस्पतालमा चाप हामी धेरै देख्छौँ कि बिरामीहरूको, अनि आँखामा समस्या देखिने बिरामीहरू पनि बढ्लान् कि जस्तो। अब बालबालिकाहरू धेरै पानीमा समय बिताउने, एसी भनौँ होइन, त्यो स्क्रिन टाइमहरू, धेरै कुराहरूको त्यो थुप्रो हुन्छ कि यो समयमा। केही फरक छ गर्मीमा देख्ने समस्याहरू विशेष? यस्तो छ, अब फरक छ। जाडोमा एउटा छुट्टै ग्रुप अफ पेसेन्टहरू आउँछन् भने गर्मीमा छुट्टै ग्रुप अफ, हजुरले भन्नुभयो जस्तै गर्मीमा एलर्जीहरू भएर इन्फेक्सनहरू भएर, एलर्जी इन्फेक्सन यस्तो भएको बिरामीहरू चाहिँ अलिक धेरै आउँछन्। अब कम्पेरिटिभली जाडोमा फेरि मोतीबिन्दु भएको अपरेसन गर्नुपर्ने पेसेन्टहरू अब नेपालमा गर्मीमा अपरेसन गर्न ठिक हुन्न भन्ने जस्तो एउटा बुझाइ छ, मिसअन्डरस्ट्यान्डिङ छ। त्यही भएर अब गर्मीमा धेरै जस्तो इन्फेक्सन, एलर्जी यस्तो पेसेन्टहरू अलिक बढी आउँछन्। हस्, अहिले कार्यक्रमको समय सकेको छ, यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। हजुर, आज हामीसँग स्टुडियोमा हुनुहुन्थ्यो गेटा आँखा अस्पतालमा कार्यरत रहनुभएका नेत्ररोग विशेषज्ञ डाक्टर रमेश विक्रम केसी। विशेष गरी उहाँसँग हामीले आँखामा देखिने समस्याहरू, एज ग्रुप सँगसँगै नेपालको आँखा स्वास्थ्य उपचारको अवस्था के छ भन्ने विषयमा नै हामी विशेष केन्द्रित रहेर उहाँसँग संवाद गरेका छौँ। अहिले पनि कार्यक्रमको निर्धारित समयावधि सकिएको छ। सम्पूर्ण टिभी टुडे युनिटका साथमा मलाई पनि बिदा दिनुहोस्। नमस्कार।